हामी तीनटा अकाउन्ट छ हाम्रो। तीनटा एकाउन्ट छ अरे। डलर अकाउन्ट छ, त्यो पैसा पनि चलाउन मिल्छ। फिक्स डिपोजिटमा राख्छौँ कि ब्याज अलिकति बढी आओस् भनेर फिक्स डिपोजिट फिक्समा राखिदिनु भएको छ। फाइनेन्सियल म्यानेजमेन्ट हो, किनभने ब्याज अलिक बढाउनु पर्यो नि। तपाईँ कल अकाउन्टमा सबै पैसा राख्यो भने के हुन्छ, ब्याज कम हुन्छ। त्यो भएर नि के सर्टेन पैसा फिक्स डिपोजिटमा राख्छौँ। फिक्स डिपोजिटमा 3-4 अरब छ होइन, अनि कल अकाउन्टमा चाहिँ 2 अरब छ। भने टोटलमा हामीसँग 10 अरब 10 करोड छ। त्यो सबै चलाउन मिल्ने पैसा हो है। हामी जति पैसा बढ्छ त्यो चाहिँ सर्टेन पैसा चाहिँ फिक्स डिपोजिटमा राख्छौँ। 2 अरब जति मात्रै हामी कल अकाउन्टमा मेन्टेन गरेर राख्छौँ। त्यसको ब्याज तपाईँ आउँदा त्यो थिएन भन्ने तपाईँको कुरा म आउँदाखेरि हेर्नुहोस्, के ऋण लिएर चाहिँ तलब खुवाउनु पर्ने अवस्थाबाट हामी यत्रो चाहिँ 161 अरब चाहिँ लगानी गर्न सफल भयौँ। 50 करोडसम्म क्यास पुर्याउन सफल भयौँ। अहिले 10 अरब पैसा छ। र अर्को कुरा के हो भने 10 करोड पैसा हामीसँग भएपछि हामी यो क्राइसिसको बेलामा हामीसँग त्यति पैसा छ, त्यो त मेन्टेन गरेको हो नि हामीले। हाम्रो क्यास फ्लो कस्तो हुन्छ विद्युत प्राधिकरणको, हेर्नुहोस्, पुस माघ फागुन चैत वैशाखसम्म 4 महिना 5 महिना करिब 4-5 महिना चाहिँ हाम्रो क्यास बढी खर्च हुन्छ। उहाँले लेख्नु भएको छ यो आर्थिक वर्षमा मात्रै कति 15 अरब चाहिँ क्यास चाहिँ प्राधिकरणको खर्च भइसकेको छ। नेपाल सरकारबाट 1 अरब हो कि 1.5 अरब मात्रै चाहिँ बजेट आएको छ भनेर लेख्नु भएको छ। 15 अरब त खर्च भइसक्यो होइन। त्यो पुस माघ फागुन चैत वैशाखसम्म खर्च हुन्छ, किनभने